meek and humble of heart भन्छ। यो भनेको के भन्दाखेरि मेरो हृदय कस्तो छ तिमीहरू पनि त्यस्तै सिक भन्नु खोज्नु पाएको थियो। अनि पुरानो विधानमा हेर्नु जाँदाखेरि पनि नि प्रवक्ता इजिकियलको बेलामा उहाँले एउटा च्याप्टर 36 मा होला लेखेको छ कि के भन्छ ढुङ्गाको मुटु निकालेर मासुको मुटु दिन्छु भनेर। परमेश्वर नै हो त्यो मासुको मुटु हैन। अनि निष्कलङ्क हृदय मधुमेरी भन्दाखेरि त्यति बेला त्यो वर्ड छ नि निष्कलङ्क इङ्ग्लिसमा इम्याकुलेट भन्छ क्या त्यसलाई। त्यसको मिनिङ नै मात्र हामी बुझ्नु गयौँ भने नि त्यसले शुद्ध भन्छ क्या, फ्री फ्रम एनी काइन्ड अफ इम्प्योरिटी। अब त्यो चाहिँ कसरी भयो हैन, खास गरी परमेश्वर त परमेश्वर नै भयो है, तर मात्र मैले त मानिस मान्छे थियो नि त, हामी जस्तै साधारण मान्छे नै हुन्थ्यो। तर पनि हामी सबैजना जन्म लिँदाखेरि नि हामी आदि पापसँग जन्मेको छौँ, ओके। त्यही भएर हामी बप्तिस्मा संस्कार ग्रहण गर्छौँ अनि आदि पापबाट धोएको हुन्छौँ अनि अगाडि बढ्छौँ। तर मदर मेरी वाज द ओन्ली पर्सन जो आदि पाप बिना जन्मिनु भयो। अनि त्यो जन्मेको कारणले गर्दा चाहिँ उहाँको नाम इम्याकुलेट कन्सेप्सन फर्स्टमा आएको थियो। उहाँले चाहिँ आदि पाप बिना जन्मेको कारणले गर्दा उहाँले गर्भधारण गर्नुभएको प्रभु यीशु ख्रीष्टलाई। त्यो इम्याकुलेट कन्सेप्सनबाट चाहिँ इम्याकुलेट हार्ट अफ जिसस मेरी आएको। अब कुरा गर्दाखेरि इम्याकुलेटको कुरा भयो। अब दुईवटामा हृदय दिएको छ। अब हृदयको चाहिँ के छ र मात्र भनेको हृदय चाहिँ किन भन्दाखेरि लुकको सुसमाचार 2 को च्याप्टरमा लेखेको छ कि पुरै च्याप्टरमा लेखेको छ कि माता मरियमले सबै कुरा परमेश्वरको मनमा राखिन् भनेर भनेको। यो जना मनमा राखिन्, पन्डर्ड इन आवर हार्ट। त्यो चाहिँ के भनेको भन्दाखेरि सबै परमेश्वरको कुरा उहाँको मुटुमै छ भने त उहाँसँग प्राण सम्मान अनि मदस्या गर्यो भने त उहाँले त्यो पुर्याउनुहुन्छ होला नि त परमेश्वरको हैन। त्यो एउटा तरिका भयो। मुटु खास गरी पिक्चर देखाएर बोलेको भन्थ्यो के भन्छ त्यो पिक्चरमा नि भालाले भोगेको हुन्छ क्या माता मरियमको मुटुमा। त्यो भालाले भोगेको चाहिँ किन भन्दाखेरि नि लुकको सुसमाचारमै लेखेको छ एउटा मान्छे थियो सिमोन भन्ने, उहाँले भविष्यवाणी गर्नुभएको थियो कि तिम्रो पनि आत्मा एउटा भालाले छेडिनेछ भनेर। अब साँच्ची नै गएर कसले छेडेको त होइन, तर जति जति परमेश्वरले दुःख भोगमा आफ्नो दुःख भोगमा सामेल हुनुभयो त्यति नै आमा भएर हाम्रो आमाहरूलाई त आफ्नो छोराले अलिकति चिसुक्क घाउ लाग्दा पनि कतिको मन दुख्छ होइन। अब सोच्नु न माता मरेको त झन् छोरा नै मऱ्यो उसकै आमाले, अनि कतिको चाहिँ दुःख सहनु भयो होला। त्यो दुःखको सम्झना चाहिँ तल लाग्यो। अनि अब यो त पिक्चरमा कुरा